मेरो कहाँ चाहिँ हरातै पर्छ मैले चार भोलि बेचेको कहिले अनि मलाई यहाँ 500 दिए के भिडियो भिडियो युट्युबमा आउँछ तपाईँको हाल्न मिल्छ नि तपाईँहरूको तपाईँहरूको भिडियो हालौँ कि नहालौँ हालौँ ल ल ल ल यहाँ भिडियो आइरहेको छ ल यता सबको हाम्रो ल भाइरल गराइदिनु है भिडियो हुन्छ ल सुन्तला लिन चाहिँ आउनु होला यो कुन गल्ती चोक हो गल्छी चोक हो होइन यो गल्छी चोकमा मिठो सुन्तला खान मिल्छ होइन हामीले चाहिँ राम्रो राम्रो सुन्तला मनोकामनामा लिएर दिन्छ नि त अब 3 बजी राति जाने लिएर आउने मनोकामनाबाट अनि दुःख छ यी 5-10 रुपियाँ भने नि कमाइ हुन्छ जम्मा 10 रुपियाँ खाइदिए हुन्छ अब दिनभरिमा 50-60 हजार बेच्यो भने हाम्रो चाहिँ 7-80 पर्छ नि त त्यही भएर विदेश गएर दुःख गर्न भन्दा हाम्रो चाहिँ यहाँ नानी बाबुसँग बसेर काम गर्न पाइन्छ नि त ल सबैजना आउनु होला यता आउँदाखेरि चाहिँ सुन्तला खानु होला है दिदीहरूले बेच्ने सुन्तला है त हस् धन्यवाद हजुरलाई शुभ यात्रा राम्रोसँग जानु होला ल हस् त है ल 100 रुपियाँ यो भिडियो चाहिँ दार्जिलिङको गल्छी बजारमा जाँदाखेरि खिचिएको भिडियो हो यो चाहिँ मुक्लिनतिरको बाटो यस्तो छ मुक्लिनतिरको बाटो अनि आजभोलि चाहिँ जाडोको कारणले गर्दा हुस्सो रहेछ क्लियर मौसम छैन पुरै हुस्सो लागेको छ अनि सडक पनि ठिकै रहेछ पहिला अति धेरै बिग्रिएको थियो अहिले चाहिँ बिग्रिनु त बिग्रिएको छ अब तिहार दसैँ त आगोमा त धेरै बिग्रिएको थियो अहिले चाहिँ अलिक कम भएको छ अहिले चाहिँ तर ठाउँ ठाउँमा चाहिँ यस्तो ठुल्ठुलो खाल्डो रहेछ कि हेट त्यहाँ बाइक पसेपछि त हामी अब त्यो निकाल्न अलिकति गाह्रो हुँदो रहेछ यस्तो छ हेर्नुस् त्रिशुलीको छेउछेउ हामी जाँदाखेरिको भिडियो कुनै ठाउँमा चाहिँ मजाले बनाउँदैछ यसरी भट्टाभट काम गर्दैछ सडक विभागले हेर्नु होला यस्तो छ अब ओभरटेक हान्नु पर्यो है ओभरटेक हान्यो हेर्नु होला बाटो यस्तो छ पारीतिर भित्तातिर हेर्नुहोस् धादिङको गाउँहरू पनि देखिया रहेछ यस्तो दामी ठाउँतिर त अब मौसम क्लियर हुने बेलामा गयो भने त कति रमाइलो हुन्थ्यो होला मौसम सब अब बन्द भएको क्लोज भएको जस्तै भनौँ न चिसोले गर्दा पुरै यस्तो ज्याकेट त पुरै चिसो हुँदो रहेछ भिज्ने रहेछ यो हुस्सो शीत लहरले गर्दाखेरि अनि हेर्नुस् के हो यो त यार यस्तो छ बाटो हामी चाहिँ सर्लक्क लाएर यतातिर चाहिँ ठिकै थियो ठाउँ ठाउँमा चाहिँ बिग्रिएको थियो बाटो यस्तो छ आइयो यहाँनिर चाहिँ बाटो राम्रो छ अनि लगभग हामी अब गल्छी बजारमा आइपुग्नु लाग्यो होला हेर्नु होला यस्तो छ यो ठाउँ चाहिँ खोइ के भन्छ मलाई ठ्याक्कै थाहा भएन भिडियो चाहिँ मैले खिचेर राखेको थियो हेर्नुहोस् ट्याक्क लगाएर हाइवेमा यस्तै हो यार नेपालको सबैभन्दा ठुलो हाइवे यही नै होला अनि यस्तो छ यो चाहिँ के बजार हो थाहा भएन बोर्ड पनि हेर्न भ्याएन बोर्डहरू पनि खासै छैन यतातिर यतातिर बाइक चलाउनु चाहिँ एकदम गजब छ तर डराउनु पर्छ किन भन्दाखेरि ठुला मालवाहक गाडीहरू ठुला ट्रकहरू अनि टिप्परहरू एकदम हुर्किएर आउँछ अनि तपाईँको बसहरू पनि एकदम हुर्किन्छ यहाँ त्यही भएर चाहिँ एकदम केयरफुल भएर चलाउनु पर्ने हुन्छ यो मेन रोड हाइवेमा चाहिँ मुगलिनको बाटोमा हामी चाहिँ अहिले अब ठ्याक्कै कहाँ पुग्यो भन्दाखेरि ठाउँ थाहा छैन मलाई पनि ठ्याक्कै त्रिशुलीको छेउछेउमा पुगेको हो यो चाहिँ
ठ्याक्कै यो चाहिँ गल्छी बजारमा चोकमा गल्छी चोकमा आइपुगेको हामी। यहाँबाट चाहिँ त्यहाँ मेन रोडबाट चाहिँ राइटतिर त्यो गाडी गएकोतिर चाहिँ गयो भने चाहिँ ठ्याक्क होइन गाडी गएकोतिर होइन यो बोर्ड राखेको ठाउँतिर गयो भने चाहिँ सर्लक्क गल्छी बजार जाने रहेछ है।